नेपोटिजम भनेर नि भन्छ नि त हैन दाइले के लाग्छ म खेलाडी भयो भनेदेखि हजुर हैन मेरो बच्चाहरूलाई अब बच्चादेखि नै फुटबल खेलाउने अथवा चाहिँ के सम्भावना के छ हैन अब्जर्भ गरेर आउँछ उसलाई एक्सप्लोर गर्न दिँदै आउँछ यो फलानाको छोरा अथवा छोरी भएर चाहिँ यसले फिल्म खेल्न पायो भन्नु चाहिँ अलि मिल्दैन कलाकारको छोराछोरी भन्दा कमजोर केटाकेटीहरूले पनि फिल्म खेलाएको छ नि त उनीहरू जति क्षमता नभएको क्वालिटी नभएको मान्छेहरू पनि छ नि त इन्डस्ट्रीमा काम गरेको खेलाडीको छोरो खेलकुदमा अगाडि बढ्न सक्छ डाक्टरको छोरा डाक्टरै हुन पनि सक्छ छ भने कतिको होइन अस्ति एउटा अनि वकिल 4 पुस्तादेखि वकिलको वकिलै छ होइन अझ फिल्ममा झन् के हुन्छ भने फिल्ममा त मार्केटमा आफूले आफूलाई प्रमाणित गर्नैपर्छ यिनै भने अब त्यो सबैको सुपरस्टारको छोरो कहाँ टिकेको छ त अब राजेन्द्र कुमारको छोरो अब कुमार गौरव आयो त्यो फिल्म खेल्यो हरायो होइन नेपालमा एक दुईजना कलाकारको छोराछोरी आएको थियो हराएर गएपछि जो टिकिरहेको छ त्यो दर्शकले मन पराएको यही हो रहेछ भन्ने बुझ्नुपर्छ बाबु आमाले जे काम गर्छ छोराछोरीले त्यही काम गर्नु पाउँदैन भन्न मिल्दैन नि त